हेलो गाइजहरु, दिस इज सेकेन्ड भिडियो अन लर्निङ मोड्स। मैले नर्सरी युकेजी एलकेजी लेभलमा चाहिँ मैले के गरिरहेको छु, प्लेन भाषामा चाहिँ यो मोड्सलाई चाहिँ सम्झाउने चाहिँ कोसिस गरिरहेको छु। आई होप यु विल अन्डरस्ट्यान्ड द्याट, होइन। र यदि तपाईँहरूलाई अझै पनि कन्फ्युजन छ भनेदेखि चाहिँ तपाईँहरूले कमेन्टमा चाहिँ भरभरकै तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, कमेन्टमा चाहिँ लेख्न सक्नुहुन्छ एज यु विश। र आज हामी डोरियनलाई आज हामीले सिक्न गइरहेका छौँ। डोरियन इज द सेकेन्ड डिग्री अफ द मोड, है त। र यो कुरा चाहिँ बिर्सिनु भएन कि हामीले यहाँ मोड्स अफ दि मेजर स्केल भनेर चाहिँ सिकिरहेका छौँ, है। र दुईवटा एप्रोचेस म तपाईँहरूलाई दिन्छु, जुन सजिलो लाग्छ त्यसैबाट जानु होला। र यो दुईवटा एप्रोचेसहरू एकअर्कामा रिलेटेड पनि छ। र आज फर एन एक्जाम्पल मलाई चाहिँ अब मानिलिउँ ए डोरियन बजाउन मन लाग्यो अरे, है त। अब डोरियन भन्ने बित्तिकै के हो, आयोनियन डोरियन भने पछाडि सेकेन्ड डिग्री पर्यो। सेकेन्ड डिग्री भनेको जहिले पनि के हुन्छ, माइनर हुन्छ। त्यही भएर यस्तो चाहिँ हुन्छ, है त। अब वी आर वर्किङ अन मोड्स अफ दि मेजर स्केल हो नि त। फर्स्ट अप्रोचमा चाहिँ के छ भन्दाखेरि तपाईँले फर्मुला कन्ट गर्नुपर्ने हुन्छ, है। डोरियनको फर्मुला भनेको चाहिँ फ्ल्याट थर्ड एन्ड फ्ल्याट सेभेन। मानिलिउँ मलाई ए मेजर स्केल बजाउन आउँछ, अब मलाई ए डोरियन बजाउनु छ। डोरियन भनेको त माइनर हो र डोरियनको फर्मुला मलाई थाहा छ, फ्ल्याट थर्ड एन्ड फ्ल्याट सेभेन अफ द मेजर स्केल, है। मेजर स्केल। अब यसलाई के गर्छु म, 1 2 3, 3लाई फ्ल्याट गरिदिन्छु, यहाँ पारिदिन्छु। 4 5 6 7, होइन, सरी 4 5 6 7 यहाँ हुन्छ। अब यो 7लाई चाहिँ के गरिदिन्छु, मैले फ्ल्याट गरिदिन्छु मेजर स्केलको, है। ए मेजर स्केलको 7लाई मैले के गरिदिन्छु, फ्ल्याट गरिदिन्छु डोरियन बनाउनको लागि। यस्तो हुन्छ मेजर स्केल चाहिँ, यस्तो हुन्छ। अनि माइनर स्केल अथवा चाहिँ माइनर ए माइनरको नि कुरा गरौँ ल। यस्तो हुन्छ माइनर चाहिँ ए माइनर। तर ए डोरियन चाहिँ यस्तो हुन्छ, है त। ए डोरियन चाहिँ यस्तो हुन्छ। अब सेकेन्ड एप्रोचको कुरा गर्दै गर्दाखेरि आफूलाई क्वेसन सोध्नुपर्छ, है। डोरियन भनेको मोडको कुन चाहिँ डिग्री हो अथवा कतिौँ डिग्री हो भनेर क्वेसन सोध्नुहोस्। एन्सर आउँछ सेकेन्ड डिग्री भनेर एन्सर आउँछ। भने पछाडि सेकेन्ड डिग्रीको चाहिँ हो भनेदेखि ए डोरियनको आयोनियन के हुन्छ भनेर सोध्नुहोस्। त्यो भनेको जी हुन्छ, होइन। CDEF जी, अनि त्यस पछाडि बल्ल ए हो नि त। त्यही भएर अब जी आयोनियनलाई चाहिँ तपाईँले चाहिँ बजाउनुहोस्। एफ शार्प एउटा आउँछ, है। एफ शार्प एउटा आउँछ, अनि त्यसपछि जी आउँछ। भने पछाडि अब यसैलाई नै तपाईँले के गर्नुहोस्, एबाट चाहिँ अब बजाउने कोसिस गर्नुहोस्, है। एन्सर यही नै आउँछ हो। यसरी चाहिँ हामीले के गर्न सक्छौँ, डोरियन मोडलाई चाहिँ हामीले चाहिँ बजाउन सक्छौँ। र अलिकति कर्ड प्रोग्रेसनको विषयमा कुरा गर्दै जाँदाखेरि चाहिँ अब यो हामीले ए माइनर त बजायौँ। अब एकदम हाई टेन्डेन्सी चाहिँ के हुन्छ, ए माइनरसँग यो जाने, यो जाने चाहिँ हाई टेन्डेन्सी हुन्छ। अब यो चाहिँ केमा गयो त भन्दाखेरि यो चाहिँ सी मेजर स्केलमा गयो क्या। तर ए माइनर बजाएर यो चाहिँ के भयो, यो चाहिँ जी मेजर स्केलमा गयो। ए डोरियनको यो चाहिँ यो प्याटर्नमा चाहिँ गयो। यसलाई चाहिँ तपाईँहरूले चाहिँ नबिर्सिनु होला, है। सो आई होप दिस मेक्स सेन्स टु यु। र यदि अझै पनि केही कन्फ्युजन छ भनेदेखि सोध्नु होला। नबिर्सिनु होला, डोरियनमा जहिले पनि फर्मुला भनेको फ्ल्याट थर्ड एन्ड फ्ल्याट सेभेन हो। सो सी यु गाइज।